हेलो गाइज, हामी चाहिँ अब कविलासतिर हिँड्दैछौँ घुम्नको लागि फ्यामिली टुर। ल हेलो भन्दै भन्दिर हाई, मेरो चाहिँ मेकअप चलिरहेछ। हेलो मम्मी हुनुहुन्छ है साथीहरू यात्रा। हे गाइज, वेलकम टु माई भ्लग। सो आज चाहिँ हामी जाँदैछौँ। कहाँ जाँदैछौँ हामी? चितवन। बाबा हामी कहाँ जाँदैछौँ ल भन्नु त, बाबाले एक्ज्याक्ट भन्नुहुन्छ। मेघौली रिसोर्ट कविलास हो। कविलास। ओके गाइज, सो हामी चाहिँ जाँदैछौँ कविलास रिसोर्ट अनि त्यसपछि जान्छौँ हामी बन्दीपुर। हामी चाहिँ यहाँनिर अहिले राति पुलनेरी आइसक्यौँ। ओके गाइज, कीप वाचिङ। हाई करण। हेलो मन्दिरा दिदी, के छ हुनुहुन्छ? एकदम कस्तो लागिरहेछ भ्लग बनाउनु? मम्मु कस्तो भइरहेको फिल? एकदम रमाइलो। बाबा ओके, सो हामी चाहिँ अहिले पर्सा आइसक्यौँ। हेर्नु यहाँ यस्तो हरियाली छ पर्सामा। चितवनको नयाँ रोड हेर्न सक्नुहुन्छ तपाईँहरू। यस्तो दामी छ नि यो रोड। वाउ, यस्तो हरियाली पुरै खतरा रोड हो क्या यो गाइस। यो खतरा नै रोड हो क्या। हेर्नु यहाँ, हेर्नु यस्तो दामी रोड छ। हेर्नु यहाँ, हेर्नु भरतपुर महानगरपालिका स्वागत। वेलकम टु भरतपुर महानगरपालिका माई ब्लग। कोका कोला फ्याक्ट्री, कोक फ्यान्टा कोक फ्याक्ट्री छ। बोटलस ट्राई नेपाल। ल हेर्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ अहिले हाम्रो भरतपुर आइपुगेको छौँ हामी। यस्तो राम्रो रहेको छ बाटोहरू। ट्याक्कै अहिले विदेशको भाइब्स आउँछ है यहाँ हिँड्दाखेरि चाहिँ। तपाईँले हेर्न सक्नुहुन्छ, यो चाहिँ सबै रेणु दालको कार्यकालमा मेयर हुँदाखेरि सम्पन्न भएको चिज हो होइन। नेपाली जनताको करको पैसाले, जसको करको पैसाले भए पनि काम चाहिँ उहाँद्वारा भएको, गरेकोलाई गरेको भन्नुपर्छ हामीले। राम्रो छ है बाटो, एकदम राम्रो छ। यस जसरी भए पनि जे होस्, एनी हाउ चाहिँ यो विकास भएको छ यो ठाउँ। एउटा लिडर नभइकन कुनै पनि ठाउँ चाहिँ विकास हुँदैन, यति भन्न चाहन्छु। र अब आउने दिनमा चाहिँ हाम्रो सविता गौतमज्यूहरूद्वारा नयाँ मेयर को हुनुहुन्छ होइन, उहाँहरूले राम्रो काम गर्नुहुन्छ भन्ने अपेक्षा राख्दछु। हाम्रो हेटौडा नि यस्तै भयो भने चाहिँ हामी एकदम प्राउड फिल गर्छौँ। हाम्रो हेटौडाको नेताहरूले पनि यो चाहिँ हेर्न एकदम जरुरी छ। यो बाटो विस्तारहरूको कुरामा चाहिँ यस्तो रहेको छ, चाँडो चाँडो सहमति भएर यो चाहिँ विकासको गतिलाई चाहिँ हामीले अगाडि निकास दिनुपर्छ। ल साथीहरू हेर्न सक्नुहुन्छ है, हामी चाहिँ अब पारस बस पार्क आइपुग्न थाल्यो। यो चाहिँ पारस बस पार्क, यहाँ देख्न सक्नुहुन्छ है। यो चाहिँ पारस बस पार्क आइपुग्यो हामी। यस्तो क्लाउड चाहिँ मलाई एकदम मन परेको छ। हेर्नुहोस् गाइजहरू, यहाँ पारस बस पार्क छौँ हामी। हजुरहरू चितवन भिजिट गर्नु भएको छैन भनेदेखि यहाँबाट हेर्न सक्नुहुन्छ। यो बाइपास हो बा? यो चाहिँ काठमाडौँ जाने रोड रहेको छ। मेरो मम्मी भ्लगर हुनुहुन्छ फेरि यहाँ। बन्दीपुर जान लाग्छ छोरी बसेको चितवन आज लिन आएको हामी। अब पर्सि घुमेर जान्छौँ बन्दीपुर। मेरो मम्मी पनि भ्लगर भइसक्नु यार। सो गाइज हेर्न सक्नुहुन्छ, हामी चाहिँ आइपुगेको छौँ अहिले भरतपुर एयरपोर्ट। यस ओके गाइज, मैले जुम गरेर देखाइरहेको छु हजुरहरूलाई। हेर्न सक्नुहुन्छ, यो चाहिँ हो सिएमसी चितवन मेडिकल कलेज। चितवन मेडिकल कलेज यहाँ मेरो कान्छी पढ्छ अलि उता कलेजमा हो। मम्मीलाई देऊ क्यामेरा। गाइज अब छोरीको घर आउला जानला हामी छोरी लिनलाई।
गोठा मेरो बहिनीको अब 4 वर्षको पढाइको कार्यकाल यही समाप्त भएको छ। त्यही भएर हामी चाहिँ बहिनीलाई लिन आएका छौँ। बहिनी पढ्ने चाहिँ यही हाम्रो वीरेन्द्र मल्टिपल क्याम्पसमा हो। हामी कविलास जान्छौँ। अबको यात्रा कविलास रहेको छ र साथै हामी चाहिँ भ्लग बनाउने पनि एकदम कोसिस गरिरहेको छौँ, किनकि यो चाहिँ हाम्रो पहिलो भ्लग हो। नेक्स्ट भ्लग चाहिँ हामी लगभग अब लङ टुर पनि जाँदैछौँ हाम्रो दाइहरूसँग होइन। त्यही भएर भ्लगहरू अब चाहिँ अपडेट हुन्छ। त्यही भएर प्लिज सब्सक्राइब लाइक सेयर गरिदिनु होला होइन। कमसेकम कस्तो बनाउँदो रहेछ भनेर यसो हेरेर सपोर्ट गरिदिनु अनुरोध गर्दछु तपाईँहरूलाई चाहिँ। मैले भ्लग बनाउन कतिको सक्छु सक्दिनँ र के मिस्टेक हुन्छ मबाट म सुधार्ने प्रयासको लिम्मा अनि बोलीहरू चाहिँ हामीले सिक्नुपर्ने हुन्छ होइन साथीहरू। त्यही भएर चाहिँ म एकदम ट्राई गरिरहेको छु सिक्नलाई। उहाँ चाहिँ हाम्रो अब स्नेहाजी रहेको छ है। ऊ चाहिँ अब उसलाई लिन आएको हामी चाहिँ। उसको चाहिँ लगभग अब 4 इयर जति भयो होइन। ऊ यहाँ बसेर पढेको, अब ऊ चाहिँ घर पनि जाँदैछ र हामी चाहिँ उसलाई रिसिभ गर्न आयौँ होइन। पछाडि ओके गाइस, सो दिस इज द वे टु कविलास। हामी अहिले कविलास जाँदैछौँ। मैले कविलासको गेटको चाहिँ भिडियो बनाउनु बिर्सेछ, सरी फर इन्कन्भिनियन्स। ओ माइ गॉड, बाटो त के हो यस्तो त, बाटो त ल यहाँ त मिल्ने यस्तो। गाइस प्लिज लुक एट इट। ओइ के हो यस्तो बाटो, मिल्दैन जस्तो यहाँबाट त। हेरेर जाउँ बाटो कस्तो छ। बाटो डर लाग्यो गाइस, प्लिज यहाँ हेर्नु त यस्तो। यो बाटो त पुरै अफ रोड छ। तर नि यतापट्टि उ छ है, के छ यहाँ उकालो छ फेरि। कहाँ उकालो भिड छ क्या त्यहाँ। हेर्दैछु क्या म कहाँनिर के रहेछ भनेर। जाँदैन अझैला जस्तै इभीमा फेरि यस्तो ठाउँ जाँदैन। अर्को रोड पनि छ जस्तो लाग्यो कि मलाई जाने। हेर्नु है यहाँ कस्तो स्ट्रगल। उयो डरै लाग्यो मलाई त। बिस्तारी भिड छ है साइडमा। ओएमजी यस्तो यस्तो स्ट्रगल गरेर हिँडिरहेको छौँ हामी। यो बाटो त खत्तम रहेछ यार यति त। यो इभी भएर Oh my goodness, साथ छोड्यो मेरो गाइज। अब यहाँ चाहिँ नाचडी जस्तो है। किन नगर्नु। नाचडी भन्दा पनि गाइज लुक एट दिस। नजाम क्यान्सल। कस्तो बाटो बिगार ल। यो हाम्रो गाडी जान्छौँ नि त्यस्तै रहेछ के, हेटौँडाको गाडी जस्तै होइन बा। ओके गाइस, सो बल्ल तल हामी चाहिँ चढ्यो गाडी है। मान्छेलाई उ गर्न रहेछ मा डर लाग्यो। कतिको जान सक्ने क्षमता छ त तिमीहरुमा भनेर त्यति बाटो चाहिँ बनाउनु होला है। यो कसको कविलास रिसोर्टले भयो नि त्यति बाटो चाहिँ बनाउनु पर्छ होइन। त्यति धेरै होइन हो कि भन्नु त। रिसोर्टको लागि भने मान्छे यो बाटो जान्छ अनि रोड चाहिँ त्यस्तो छ हो क्या नि स्नेहा बेन। हाम्रो गौमाताहरू हुनुहुन्छ यहाँ। ओके गाइस, सो के हो यो यस्तो। यहाँ त बाटो, यो बाटो होइन के हो गाइस। यो त पुरै झरनाको त्यो पानीवाला एरिया रहेछ नि गाइस। हेर्न सक्नुहुन्छ तपाईँहरू। बर्खामा खासै मान्छे आउँदैन जस्तो लाग्यो मलाई चाहिँ। वेलकम टु कविलास गाइस, वेलकम टु कविलास। तर कस्तो ब्लर आयो नि त अचानक। ओके सो गाइस, हामी चाहिँ यहाँ कविलास रिसोर्ट आइपुग्यौँ फाइनली। सो गाइस, हामी आइपुग्यौँ कविलास रिसोर्टमा। हामी चाहिँ अब फन पार्क छिर्दैछौँ है कविलासको।
सक्नुहुन्छ तपाईँहरू। कविलास चिटिक्क परेको झरना रहेको छ। यो पुल तरेर चाहिँ हामी जाँदैछौँ तल। मन्दिराजी बाई बाई। हाम्रो मम्मी अलि छिटो हिँड्नु मम्मी। अब हाम्रो बिहान चाहिँ जाँदैछौँ गाइस है। हामी चाहिँ चेकिङ गर्दैछौँ टिकट बुझाएर। एक्लै हामी यति अनि उता दाइ मैले चाहिँ अनि यो फन पार्कको होइन आकाशको तपाईँको सबैतिरको भ्यूहरूको चाहिँ मैले भिडियो बनाएँ होइन। यति राम्रो छ, सबैजना आउनु होला। एकदम पिसफुल इन्जोयफुल इन्भाइरोमेन्ट, एकदम रमाइलो ओ माय गॉड ओहो आनन्द आउने खालको मौसम थियो र साथै नेचरमा रमाउने मान्छेहरूलाई एकदम बेस्ट हुन्छ है साथीहरू। अब यो सबै भिडियो खिचेपछि चाहिँ अब मेरो नि स्विमिङ टाइम हुँदै थियो। तपाईँ खुट्टा ठाड्नु सिधा करण मेरो ल गरेँ कि मैले। ल बाई। मन्दिरा भिडियोले हामी सक्सेस, मिसन सक्सेस। गुड, भेरी गुड। मजा आयो ल बाबा चाहिँ हाम्रो यहाँनिर पुरै फन पार्कमा फन भइरहेको नाचिकन बाबा उठाउनु पर्यो नि त्यो त माथि त उठाउनु 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 यो मजा ल भयो ल साथीहरू, हामी यहाँबाट निस्क्यौँ होइन। यस्तो रहेको छ यो कविलासको रिसेप्सन हो। यहाँ चाहिँ ल एउटा चाहिँ के राम्रो छ भने इभी युजरहरूको लागि चाहिँ होइन, इभी युजरहरूको लागि चाहिँ यहाँ इभी चार्जिङ स्टेसन पनि रहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरू। साथै हाम्रो मन्दिरा मिस चाहिँ बिल पे गरेर नै आउनुभयो। अब हामी यहाँबाट चाहिँ निस्किँदैछौँ साथीहरू। धन्यवाद, थ्याङ्क यू।